कसरी मार्फत गर्न खोज्छ भने चाहिँ पक्कै पनि किनभने पक्कै पनि त्यो बेलामा नो नै भन्छु, सकेसम्म म नो भन्छु होइन। नो भनेर भन्दाखेरि न्युजमा टच गर्नु भनेपछि नो नै भन्छु। अब ठिक छ है, गरी मन पर्यो भने ल गरिदिइहाल्नु न त, मन केटा मन पर्यो कि ल गरिदिइहालेको त, अब के छ त्यसमा। दिए दियो, उसैलाई दियो, एउटालाई दियो, सबैलाई दिए होइन, सक्यो दियो सक्यो, राम्रै गरेसम्म राम्रै भयो। जब राम्रो गर्न छोड्यो, अब राम्रो नगरेपछि अब आफूले छोडेर अरू खोजी अरूसँग लाग्यो, छोडिदिए यस्तो स्थिति हो नि। अनि किन छोड्छ भन्दाखेरि अब तैँले राम्रो गरेछ, तँभन्दा राम्रो पाएँ, म पाएँ, म हिँडेँ। तर राम्रो गर्दैनछिस्, तैँले गुडपिट गर्छ, तैँले राम्रो गरेपछि तँ अपराधी, अब मैले उसलाई त्यो पनि भन्न पाएँ, तँ अपराधी हो, तँ दिदीलाई तँ केस गर, तँलाई उसले जे पनि गर्नु पाएँ, जे पनि गरेँ, केस पनि गरेँ, जे पनि गरेँ भने चाहिँ सक्यो क्या। अब बाहिर केटाहरूसँग लाग्नु त मेरो इच्छा भयो, म स्वार्थको अलिकति कुरा होइन, सबै कुरासँग कुनै कुराहरू त्यस्तो छैन है बाइ द वे। अनि त्यही भएर यस्तो कुराहरू बाहिर केटासँग लाग्छ, बाहिर केटासँग नि त्यही अब कसैसँग कोही केटाले मलाई मन परायो भने, मलाई पनि कोही केटा मन पऱ्यो भने अब भन्छु, अब म एजुकेटेड हाई थिङ्किङ भएको इज मोर अब सो अब मलाई पनि उसलाई मन परायो भने चाहिँ यसो के भन्छु, अब उसले पनि मलाई मन परायो भने चाहिँ अब कुन हिसाबले मन पराउँदैछ उसले पनि मलाई चिन्नु चाहिँ चिनेर गर्नु पऱ्यो नि त होइन, लभ गर्नलाई पनि त होइन, अब विवाह गर्नलाई पनि त चिन्नु पऱ्यो। नचिनिकन गर्छ भने अब त्यो त थाहा भएन होइन के उसको इन्टेन्सन। अब नचिनिकन भर्सिनला भनेर ऊ पनि मलाई गलत कार्य गर्न पनि अनि थाहा पाएपछि छोडिदिने, त्यो वाट इट इज त्यो मलाई थाहा छैन। अनि अब थाहा पाएर नै अब गर्छ भने चाहिँ बरु त्यो चाहिँ राम्रो बेस्ट हो, किनभने अब म भर्जिन छैन, थाहा पायो म भर्जिन छैन र ठिक छ त्यति नभए पनि यसो के हामीसँगै जीवन बिताउँ भनेर त्यो मलाई माया गरेर विवाह गर्न आउँछ भने त्यो पनि ओके, होइन म तिमीलाई पैसा मागिदिन्छु भन्छ भने पनि त्यो पनि ओके। कसैले मलाई हाई रेटमा किन्छ भने त्यो पनि म नो भन्दिनँ है, बाइ द वे। कसैले मलाई त्यो त जेमा पनि ओके। अब हाई रेटमा कसैले मलाई किन्छ भने त्यो पनि ओके नि त, हाई रेटमा किन्नु पर्यो, लो रेटमा त म जाँदिनँ। रेट कति एकदमै हाई हुनु पर्यो, करोडौँ दिनु पर्यो, आफूले लाग्ने लागत खर्च सबै दिनु पर्यो नि त। सुफिनलाई 1 करोड दिन्छु मसँग सम लिडरसिप गर्नु भन्यो भने मानिदिन्छु, के भन्छु गरिदिन्छु। त्यो त हरेक केटीले गर्छन् नि, हरेक केटासँग गर्छ, जो केटासँग गरिदिनुहोस् नि, ल त्यति भनिदियो भने त गरिदिइहाल्छु नि, कुन ठुलो कुरा। 1 करोड पैसा आउँछ नदिने कुरा हुन्छ मान्छेले अब सारा संसार सुनेर पनि 1 करोड पाउँदैन भने मैले मात्र 1 करोड पाएँ भने म दिइहाल्छु नि, दिन्छु नि पैसा त सबै बाँच्नलाई पैसै पाइन्छ, अनि पैसा भएपछि एक्लै बेला पनि सकिँदैन चलाउन। त्यही कारणले गर्दाखेरि चाहिँ अब कोही केटाले तिमीले आएर पनि मलाई भन्यो भने चाहिँ अब अपराधीहरूले त नकिन्ला पैसा सायद, तर मलाई लाग्छ पैसा नदिन पनि सक्छ होइन। अब मैले कुनै केटाहरूसँग हिँड्छु भनेपछि सबै केटाले मलाई राम्रै सोध्छ, भर्जिन केटी चाहिरहेको होला, अनि यस्तो केटी दुनियाँ आफूले गरिसकेको एक्सलाई त कसैले पनि खर्च गर्दैन नि त भनेपछि अरूसँग लागिसकेको एक्सलाई चाहिँ कसैले पनि आएर पैसा दिएर चाहिँ गर्दैन ल भाइ। गर्छ भने दुनियाँ केटीहरूसँग मनपर्ने अरू केटीहरूको लागि पनि गरिन्छ, मेरै लागि पैसा हाल्छन् मोडलहरू दुनियाँ हिरोइनहरू छन्, उनीहरूलाई गर्दैन नि त धनीहरूले, महिला आएर गर्छन् भन्ने पनि छैन। कोही मेरो लागि पनि आयो भने चाहिँ अब हाई रेटमा मलाई किन्छ भने चाहिँ इट्स ओके, तर लो रेटमा चाहिँ म जान्दिनँ। बरु म त्यस्तो कुनै पनि कामहरू गर्दैन। अब कोही केटाले होइन तिमीलाई बरु हाई रेटमा म विवाह नै गर्छु भने पनि इट्स ओके, होइन हाई रेटमा म किनेर केस सीमित समयको लागि 1 महिना 1 हप्ता ल गर्छु भने नि ओके। अब होइन म यो पैसाले तिमीसँग विवाह नै गरेर सेट गर्न चाहन्छु जीवन भन्यो भने पनि इट्स ओके। आफूसँग पैसा छ भने, मसँग पैसा छ भने मैले कसैसँग होइन तिमी र म रिलेसनमा बसौँ, मसँग पैसा छ तिमीसँग छ, अब मिलेर हामी रिलेसनसिपमा बसौँ, लाइफ बाँच्छौँ भन्यो भने पनि त्यो पनि मिल्यो होइन। मसँग पैसा छ अब तिमीसँग नि ल, अब तिमीले पनि
ठ्याक्क मेरो पनि यो छ तर त्यो हिसाबको त्यो हुन्छ नि त होइन के गर्ने हो यसरी गरौँ भन्ने पनि पायो तिमी र म मिलेर घर किनौँ अनि त्यसमा बसौँ भन्न नि पाइयो तिमी र म मिलेर अब एउटा रिसोर्ट किनौँ बिजनेस गरौँ भन्ने